नमस्ते, म निर्दोष नेपाल। नयाँ वर्ष 2026 को आगमन नेपाली राजनीतिको वर्तमान तरङ्ग, युवाहरूको जाग्दो चेतना र आसन्न निर्वाचनको परिवेशलाई समेटेर तयार पारेको छु एउटा गद्य कविता। यो देश एउटा थकित हिमाल जस्तो वर्षौंदेखि एउटै धुनमा अल्झिएको थियो। इतिहासका जर्जर पानाहरूमा पुरानै पात्रहरूको पुनरावृत्ति र तिनै जीर्ण प्रतिज्ञाहरूको बासी गन्ध। राजनीति एउटा यस्तो जीर्ण देवल बनेको थियो जहाँ केवल स्वार्थका दियोहरू बल्थे, जनताको विश्वासको धूप जल्दैनथ्यो। प्रत्येक नयाँ वर्ष केवल क्यालेन्डरको एउटा अङ्क फेरिएर आउँथ्यो, तर नीतिको चक्र उही अडिएको थियो। भ्रष्टाचारको खिया लागेको ताला र अकर्मण्यताको एउटा सन्नाटा। तर अचानक त्यो मौनताको गर्भबाट एउटा विस्फोटीकरण भयो। त्यो कुनै तोपको आवाज थिएन, न त कुनै पुरानो क्रान्तिको प्रतिध्वनि। त्यो त थियो जेट जेनेरेसनको डिजिटल आक्रोश, जसले सडकको धुलोलाई सामाजिक सञ्जालको स्क्रिनसँग जोडिदियो। तिनीहरूका औँलाहरूले केवल लाइक र सेयर गरेनन्, बरु व्यवस्थाको ध्रुवीय नक्षत्रलाई नै हल्लाइदिए भन्दा चाहिँ अतिशोक्ति नहोला। यसै विषयवस्तुमा तयार पारेको छु मेरो कविताको शीर्षक रहेको छ नयाँ वर्षको सङ्घारमा एउटा युगको घोषणापत्र। भित्ताको पुरानो पात्रो फेरिनु मात्र नयाँ वर्ष होइन, न त सूर्यको एउटा परिक्रमा पुरा हुनु मात्रै उत्सव हो। यसपालिको 26 केवल एउटा नयाँ वर्ष भएर आएको छैन, यो त इतिहासको एउटा धमिलो पाना पल्टाउन र रगतका थोपाहरूले लेखिएको नयाँ अध्याय सुरु गर्न आएको छ। सिंहदरबारका अग्ला पर्खालहरूभित्र थुनिएको विकास अब फाइलका पानाहरूबाट बाहिर निस्कन खोज्दैछ र बागमतीको धमिलो पानीमा आफ्नो अनुहार हेरेर लजाउन छोडेको छ। वर्षौंदेखि हामीले निर्वाचनलाई केवल रङ्ग र उत्सव मान्दै आयौं, तर यसपालि मतपत्रमा छाप लगाउँदा हाम्रो औँलाको मसीले केवल एउटा चिन्ह रोज्ने छैन, त्यसले त हाम्रा भत्किएका सपनाहरूको जग हाल्नेछ। राजनीति अब बुढा रुखहरूको छहारी मात्र रहेन, यो त अब ती युवाहरूको पसिना बनेको छ जसले खाडीको तात बालुवामा देशको नक्सा कोरेका थिए र आफ्नै माटोमा समृद्धिको बिउ रोप्न फर्किँदैछन्। हेर्नुहोस्, सडकमा अब केवल नाराहरू छैनन्, त्यहाँ त एउटा पुस्ताको आक्रोश र सपनाको फ्युजन छ। जेट जेनेरेसनका ती हातहरू जो हिजोसम्म स्क्रिनमा व्यस्त थिए, आज तिनै हातहरूले देशको भविष्यको किबोर्ड थिचिरहेका छन्। निर्वाचन एउटा प्राविधिक प्रक्रिया मात्र होइन, यो त एउटा सिस्टम रिबुट गर्ने अवसर हो। हामीलाई अब आश्वासनको भ्यू टावर होइन, हाम्रा गाउँघरका विद्यालयमा गुणस्तरीय शिक्षा र अस्पतालमा औषधि चाहिएको छ। नयाँ वर्षको यो पहिलो किरणसँगै हामी एउटा यस्तो देशको परिकल्पना गर्दैछौँ जहाँ राजनीति सेवा बन्नेछ, व्यापार होइन, जहाँ युवाको ऊर्जा राहदानीको लाइनमा होइन, स्वदेशको कारखाना र खेतबारीमा खर्च हुनेछ। यो नयाँ वर्ष केवल पात्रोको परिवर्तन होइन, यो त एउटा मौन क्रान्तिको शङ्खघोष हो। आउनुहोस्, यसपालि हामी केवल वर्ष फेरौँ मात्र भन्दैनौँ, हामी त्यो देशको निम्ति नियत फेर्ने दृढ सङ्कल्प गरौँ र आफ्ना विचारहरूलाई एउटा दृढतामा प्रस्ट्याउँ पनि। हवस् त, धन्यवाद।
नमस्ते, म निर्दोष नेपाल। नयाँ वर्ष 2026 को आगमन, नेपाली राजनीतिको वर्तमान तरङ्ग, युवाहरूको जाग्दो चेतना र आसन्न निर्वाचनको परिवेशलाई समेटेर तयार पारेको छु एउटा गद्य कविता। यो देश एउटा थकित हिमाल जस्तो वर्षौंदेखि एउटै धुनमा अल्झिएको थियो। इतिहासका जर्जर पानाहरूमा पुरानै पात्रहरूको पुनरावृत्ति र तिनै जीर्ण प्रतिज्ञाहरूको बासी गन्ध। राजनीति एउटा यस्तो जीर्ण देवल बनेको थियो जहाँ केवल स्वार्थका दियोहरू बल्थे, जनताको विश्वासको धूप जल्दैनथ्यो। प्रत्येक नयाँ वर्ष केवल क्यालेन्डरको एउटा अङ्क फेरिएर आउँथ्यो, तर नीतिको चक्र उही अडिएको थियो। भ्रष्टाचारको खिया लागेको ताला र अकर्मण्यताको एउटा सन्नाटा। तर अचानक त्यो मौनताको गर्भबाट एउटा विस्फोटीकरण भयो। त्यो कुनै तोपको आवाज थिएन, न त कुनै पुरानो क्रान्तिको प्रतिध्वनि। त्यो त थियो जेट जेनेरेसनको डिजिटल आक्रोश, जसले सडकको धुलोलाई सामाजिक सञ्जालको स्क्रिनसँग जोडिदियो। तिनीहरूका औँलाहरूले केवल लाइक र सेयर गरेनन्, बरु व्यवस्थाको ध्रुवीय नक्षत्रलाई नै हल्लाइदिए भन्दा चाहिँ अतिशोक्ति नहोला। यसै विषयवस्तुमा तयार पारेको छु मेरो कविताको शीर्षक रहेको छ नयाँ वर्षको सङ्घारमा एउटा युगको घोषणा पत्र। पिताको पुरानो पात्रो फेरिनु मात्र नयाँ वर्ष होइन, न त सूर्यको एउटा परिक्रमा पुरा हुनु मात्रै उत्सव हो। यसपालिको 26 केवल एउटा नयाँ वर्ष भएर आएको छैन, यो त इतिहासको एउटा धमिलो पाना पल्टाउन र रगतका थोपाहरूले लेखिएको नयाँ अध्याय सुरु गर्न आएको छ। सिंहदरबारका अग्ला पर्खालहरूभित्र थुनिएको विकास अब फाइलका पानाहरूबाट बाहिर निस्कन खोज्दैछ र बागमतीको धमिलो पानीमा आफ्नो अनुहार हेरेर लजाउन छोडेको छ। वर्षौंदेखि हामीले निर्वाचनलाई केवल रङ्ग र उत्सव मान्दै आयौं, तर यसपालि मतपत्रमा छाप लगाउँदा हाम्रो औँलाको मसीले केवल एउटा चिन्ह रोज्ने छैन, त्यसले त हाम्रा भत्किएका सपनाहरूको जग हाल्नेछ। राजनीति अब बुढा रुखहरूको छहारी मात्र रहेन, यो त अब ती युवाहरूको पसिना बनेको छ जसले खाडीको तात बालुवामा देशको नक्सा कोरेका थिए र आफ्नै माटोमा समृद्धिको बिउ रोप्न फर्किँदैछन्। हेर्नुहोस्, सडकमा अब केवल नाराहरू छैनन्, त्यहाँ त एउटा पुस्ताको आक्रोश र सपनाको फ्युजन छ। जेट जेनेरेसनका ती हातहरू जो हिजोसम्म स्क्रिनमा व्यस्त थिए, आज तिनै हातहरूले देशको भविष्यको किबोर्ड थिचिरहेका छन्। निर्वाचन एउटा प्राविधिक प्रक्रिया मात्र होइन, यो त एउटा सिस्टम रिबुट गर्ने अवसर हो। हामीलाई अब आश्वासनको भ्यू टावर होइन, हाम्रा गाउँघरका विद्यालयमा गुणस्तरीय शिक्षा र अस्पतालमा औषधि चाहिएको छ। नयाँ वर्षको यो पहिलो किरणसँगै हामी एउटा यस्तो देशको परिकल्पना गर्दैछौँ जहाँ राजनीति सेवा बन्नेछ, व्यापार होइन, जहाँ युवाको ऊर्जा राहदानीको लाइनमा होइन, स्वदेशको कारखाना र खेतबारीमा खर्च हुनेछ। यो नयाँ वर्ष केवल पात्रोको परिवर्तन होइन, यो त एउटा मौन क्रान्तिको शङ्खघोष हो। आउनुहोस्, यसपालि हामी केवल वर्ष फेरौँ मात्र भन्दैनौँ, हामी त्यो देशको निम्ति नियत फेर्ने दृढ सङ्कल्प गरौँ र आफ्ना विचारहरूलाई एउटा दृढतामा प्रस्ट्याउँ पनि। हवस् त, धन्यवाद।